तल्लो अरुण जलविद्युत आयोजना, लोवर न्यादी खोला जलविद्युत आयोजना, भुन्चा खोला जलविद्युत आयोजना र ताँदी खोला जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने। दोस्रोमा सामान्य प्रशासन मन्त्रालयबाट छ निजामती सेवा 16औं संशोधन नियमावली 2083 स्वीकृत गर्ने। अर्को महिला मन्त्रालयबाट छ श्री विशाल कुमार भण्डारी दोलखाको अध्यक्षतामा नेपाल रेड क्रस सोसाइटीको 9 सदस्यीय तदर्थ समिति गठन गर्ने। र अन्त्यमा छ पूर्व गृहमन्त्री एवं प्रतिनिधि सभा सदस्य माननीय सुजन गुरुङको सम्बन्धमा अध्ययन तथा छानबिन गर्न गठित समितिले पेश गरेको प्रतिवेदन ग्रहण गर्ने। आजको यही 4वटा मुख्य निर्णयहरू रहेका छन्। पूर्व गृहमन्त्री सुजन गुरुङको हकमा एउटा समाचार पनि कुदिरहेको छ, 3 बजे शपथ छ भन्ने छ, के हो? अहिले ग्रहण बल्ल गर्ने मन्त्री परिषदको निर्णय भयो, ग्रहण भएर अध्ययन होला, त्यसपछि आवश्यक निर्णय त्यसपछि हुन्छ। फाइल ग्रहण त भयो, फाइल ग्रहण भयो, शपथ ग्रहणको कुरो के हैन, फाइल ग्रहण गरेर अध्ययन गरेर शपथ ग्रहण गर्ने होला नि, पछि गर्नु पर्यो भने। अहिले फाइल ग्रहण गर्ने मात्र अहिले निर्णय भयो। भनेको गृहमन्त्री त उहाँ नै फर्किने लगभग पक्का हो। त्यो मन्त्री परिषदमा त्यस्तो निर्णय भएको छ। मेरो दुईटा प्रश्न छ। एउटा, काठमाडौँमा मोनोरेल र मेट्रो रेल चलाउने सरकारको तयारी जस्तो देखिन्छ, त्यस सम्बन्धीमा रेलवे विभागले के काम थाले जस्तो देखिन्छ, त्यसको ओरिएन्टेसन के हो पहिलो? दोस्रो चाहिँ तपाईँ आफै पनि यो शिक्षामा आएको बजेटदेखि सन्तुष्ट हुनुहुन्न भन्ने मैले सुनेको छु, कतै कतैका पानी पो मिस भयो कि भन्ने पनि शङ्का छ अरे भन्ने सुनेको छु। त्यो के हो? करिब करिब 6 अर्ब रुपियाँले टियुमा मात्रै बजेट घटेको देखिन्छ, विश्वविद्यालय अनुदान आयोगमा 2 अर्ब पैसा घटे जस्तो देखिन्छ, अरूको त मैले डेटै निकालेको छैन। भनेको शिक्षामा यस्तो किन अवस्था आयो, के हो? यो दुईटाको मलाई उत्तर अलिकति उपलब्ध गराइदिनु। होइन, त्यो सुरुमा सर्वप्रथम रेल सम्बन्धी तपाईँले सोध्नुभएको प्रश्नमा त्यसको अध्ययनहरू हुने कामहरू थालनी भइरहेको छ, तर त्यसको सम्बन्धमा सम्बन्धित मन्त्रालयको प्रवक्ताज्यूसँग नै थप सूचना लिनुहोला। शिक्षा सम्बन्धी तपाईँले सोध्नुभएको प्रश्नमा टियुमा कुनै पनि बजेट डिफिसिट हुँदैन। पहिलो चरणमा कति बजेट गयो के गयो होइन, त्यो टेक्निकल कुराहरू भइरहेको हुन्छ, तर हाम्रो टियुसँग यो विषयमा छलफल पनि भइसकेको छ। आवश्यक बजेट जति चाहिने हो त्यो सम्पूर्ण बजेट टियुमा जान्छ, डेफिसिट हुँदैन। शिक्षामा चाहिने पर्याप्त बजेट त्यो चाहिँ हामीले पुग्ने गरी नै राखेका छौँ। यो आर्थिक विधेयकमा चलखेल भयो अथवा बजेटमै पनि छैन, चलखेल त्यस्तो भन्ने छैन। तरिकाको अर्थमन्त्रीको विषय पनि कुरा उठिरहेको छ। अहिले क्याबिनेटमा त्यो विषयमा केही कुरा छैन। अर्थमन्त्रीज्यूले एकदम मेहनत गरेर एकदमै राम्रो बजेट ल्याउनु भएको छ, त्यसमा हाम्रो पूर्ण समर्थन छ। एउटा यो जवाफको विषयमा प्रधानमन्त्रीको जवाफ खोजिँदैछ र फेरि रासोपा सभापति रवि लामिछानेले के भन्नुभयो भने परराष्ट्र मन्त्रीले अथवा परराष्ट्र मन्त्रीको जवाफले पनि तपाईँहरूलाई चित्त बुझेन भने म दिन तयार छु, तर प्रधानमन्त्रीलाई ल्याउँदैनौँ भनेर भन्नुभयो होइन। भनेको प्रधानमन्त्री आउनुहुन्न भनेर भन्नुभयो। भनेको प्रधानमन्त्रीलाई आउन अप्ठ्यारो भयो। अब जुन कुरो अलिकति बिग्रियो, लिकभन्दा बाहिर प्रधानमन्त्रीलाई होइन, प्रधानमन्त्रीलाई अप्ठ्यारो हुनुभयो त सुरुमै त जानुहुन्न थियो नि त। उहाँ प्रस्तुति हुँदाखेरि त सोध्ने प्रश्नहरू नै रहेन रहेछन्, एकदमै कम प्रश्नहरू आए जति हामीले सोचेका थियौँ। जति प्रधानमन्त्रीले प्रश्नहरू आउँछ भन्ने सोच्नु भएको थियो त्यो हिसाबको प्रश्न नै थिएन। फेरि आवश्यकता अनुसार प्रधानमन्त्रीज्यूले अब मैले सदनमा सम्बोधन गर्नुपर्छ जस्तो लाग्छ भने उहाँले गरिहाल्नुहुन्छ। आवश्यकता अनुसार मैले योभन्दा अगाडि पनि भनेको थिएँ, यदि आवश्यक पर्यो भने आवश्यकता अनुसार प्रधानमन्त्रीज्यूले सदनमा सम्बोधन गर्न केही उहाँलाई अप्ठ्यारो छैन भन्ने कुरा त अस्तिको सम्बोधनबाट पनि देखिहाल्यो नि। उत्तर चाहिँ लामो आएको, अहिलेसम्म तातिरहेको छ त्यही उत्तरले, प्रधानमन्त्रीको उत्तरले नै प्रश्न छोटा नि उत्तर चाहिँ लामो दिनुभयो प्रधानमन्त्रीले। उत्तर आवश्यकता अनुसार उत्तर प्रधानमन्त्री। एउटा धितोपत्र बोर्डको विषयमा अहिले लामो समयदेखि प्रमुखको जिम्मेवारी त्यहाँ खाली छ। यहाँभन्दा पहिला पनि जुन सिफारिस समितिले अन्तिम रूप दिएर भनौँ 4 जनालाई सिफारिसको लागि पठाएको थियो, तर 8 गतिको क्याबिनेटबाट त्यो पनि रिजेक्ट भएर जुन सिफारिस समितिले मन्त्री परिषदसम्म नियुक्तिको लागि पठाएको 3 जना थियो, त्यहाँबाट पनि 1 जना पनि सिफारिस भएन। लामो समयदेखि प्रमुखको जिम्मेवारी खाली भएको हुनाले धितो बजार दोधारमा छ, जनताहरू आक्रोशित छन्। यो नियुक्तिको विषय कहिलेसम्म? आवश्यक प्रक्रियाहरू होइन, छनौट तपाईँले भनिसक्नु भएको छ, नामहरू सिफारिस भएको छ, त्यो आवश्यक प्रक्रिया पुरा भइसकेपछि त्यो पदपूर्ति भइरहेको छ। 3 जनाको नाम सिफारिस हुँदा पनि एउटा पनि त्यहाँ छनौटमा गएन, एउटाको विषयमा चित्त बुझेन र अरूलाई पनि त्यही बिचमा दोधारमै राख्यो। त्यो आवश्यक प्रक्रिया पुरा नगरी त कसरी अहिले हुन्छ र? आवश्यक त्यो भइ नै हाल्छ, तर आवश्यक प्रक्रिया पुरा हुनु पर्यो। अनि विद्यार्थीहरूको मोबाइल भन्नु प्रहरीहरूले त्यसरी नष्ट गर्नुभयो, त्यो गैर कानुनी छ, त्यो गैर कानुनी कुरा हो। कसैको सम्पत्ति त्यसरी नष्ट गरिनु विभिन्न मिडियाहरूमा शिक्षा मन्त्रालयबाट भएको निर्देशन भन्ने पनि आएको रहेछ। मैले प्रश्न यसभन्दा अगाडि सामाजिक सञ्जालमा पनि प्रश्न बनाइसकेका थिएँ।
सङ्घीय सरकारको हाम्रो युवा शिक्षा तथा खेलकुद मन्त्रालयबाट जस्तो कुनै पनि निर्देशन गएको छैन। त्यस्तो जुन निर्देशन भएर मोबाइल नष्ट भयो त्यो गैर कानुनी छ। क्षतिपूर्ति दिनुहुन्छ भनेपछि त्यो सम्बन्धित मन्त्रालय प्रदेश मन्त्रालयले दिएको निर्देशन रहेछ हैन। त्यसमा चाहिँ प्रदेशले आवश्यक कदम प्रदेशले चाल्नुपर्छ। त गैर कानुनी हो। क्षतिपूर्ति भन्ने कुरा आयो। त्यो कानुनी प्रक्रिया हुन्छ हैन। कसैले अब कानुनी प्रक्रिया अगाडि सारेर अदालतमा गएर अदालतले क्षतिपूर्ति दिनु भन्यो भने अथवा सम्बन्धित अन्य कुनै निकायले क्षतिपूर्ति दिने भनेर त्यो कुरा गर्यो भने त गैर कानुनी कुरा हो भने त्यो दिनु पर्यो।